नमस्ते। ल आज एउटा एकदमै महत्त्वपूर्ण कुरा गरौँ है त। आफ्नो र आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने बारेमा। आजको यो विश्लेषणमा हामी यही विषयलाई गहिरिएर हेर्नेछौँ र एलआइसी नेपालले यसमा कसरी मद्दत गर्न सक्छ भनेर पनि बुझ्नेछौँ। साँच्चै जिन्दगीमा भोलि के हुन्छ कसलाई के थाहा, होइन र? कुनै पनि बेला जे पनि हुन सक्छ। कुनै दुर्घटना, बिमारी वा अरू कुनै नसोचेको घटना। यस्तो बेलामा आर्थिक तयारी छैन भने परिवारलाई कति ठूलो समस्या पर्ला। हो, यही अनिश्चिततासँग जुझ्नको लागि एउटा बलियो समाधान छ। यो सूत्र हेर्नुस् त, कति सरल तर कति शक्तिशाली छ। बीमा भनेको सुरक्षा मात्रै होइन, यो त बचत गर्ने एउटा बानी पनि हो र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो परिवारको भविष्यको लागि एउटा पक्का ग्यारेन्टी पनि हो। आउनुहोस्, अब यो कसरी काम गर्छ अलि विस्तारमा हेरौँ। आज हामी यी 5वटा मुख्य विषयमा कुरा गर्नेछौँ। सुरुमा जीवनको अनिश्चितताबाट कुरा सुरु गर्छौँ, त्यसपछि एलआइसी नेपालको बारेमा जान्नेछौँ, अनि यसका विभिन्न योजनाहरू के छन् हेर्छौँ, बीमाका फाइदाहरू बुझ्छौँ र अन्त्यमा एलआइसी नेपाल नै एउटा राम्रो विकल्प हुन सक्छ भन्नेमा पनि छलफल गर्नेछौँ। ल सुरु गरौँ पहिलो विषयबाट। जीवनमा आइपर्ने यस्ता उतार चढावहरूको बीचमा बीमाले एउटा आर्थिक सुरक्षा कवच जस्तै काम गर्छ, खास गरी परिवारको लागि। एकदमै सरल भाषामा भन्नुपर्दा जीवन बीमा भनेको के हो भने नि, यो एउटा यस्तो आर्थिक सम्झौता हो जसअनुसार घरको मुख्य कमाउने व्यक्तिको केही गरी निधन भयो भने उसको परिवारलाई एकमुष्ट पैसा दिइन्छ, ताकि परिवारले तुरन्तै आर्थिक सङ्कटको सामना गर्न नपरोस्। अब यस्तो आर्थिक सुरक्षा दिने संस्थाहरू त धेरै छन्, तर नेपालमा एउटा नाम चाहिँ सबैले सुनेको, सबैले विश्वास गरेको छ। त्यो हो एलआइसी नेपाल। एलआइसी नेपाल नेपालकै सबैभन्दा ठला जीवन बीमा कम्पनीहरूमध्ये एक हो। सन् 2000मा स्थापना भएको, मतलब 2 दशकभन्दा बढीको अनुभव छ। यो भारतको एलआइसी र नेपालको विशाल ग्रुपको संयुक्त लगानीमा चलेको कम्पनी हो र यसको मुख्य काम नै मानिसहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा दिनु हो। अब सबैको आवश्यकता एउटै हुँदैन, होइन त? कसैलाई बच्चाको पढाइको चिन्ता, कसैलाई रिटायरमेन्टको। हो, यही कुरा बुझेर एलआइसी नेपालले विभिन्न किसिमका बीमा योजनाहरू ल्याएको छ, ताकि सबैले आफूलाई मिल्ने विकल्प छान्न सकुन्। ल यहाँ 2वटा मुख्य योजनाहरूलाई हेरौँ। एउटा छ टर्म इन्स्योरेन्स। यो भनेको चाहिँ कस्तो हो भने यो शुद्ध सुरक्षाको लागि हो। थोरै पैसा तिरेर ठूलो रकमको सुरक्षा पाइन्छ, तर पैसा चाहिँ बीमित व्यक्तिको मृत्यु भएमा मात्र परिवारले पाउँछ। यो विशेष गरी मध्यम र निम्न आय भएका परिवारको लागि एकदमै राम्रो हो। अनि अर्कोतिर छ एन्डोमेन्ट प्लान। यो चाहिँ अलिक फरक छ। यसमा सुरक्षा र बचत दुवै हुन्छ। यसलाई डबल बेनिफिट पनि भनिन्छ, किनभने यसमा मृत्यु हुँदा पनि पैसा पाइन्छ र बीमा अवधि सकिँदा जीवितै भए पनि पैसा पाइन्छ। त्यस्तै मनी ब्याक प्लान भन्ने अर्को निकै लोकप्रिय योजना छ। यो प्लानको मजा नै के हो भने बीमा अवधिभरि नै बेला बेलामा केही प्रतिशत पैसा फिर्ता पाइरहनुहुन्छ। यो त नियमित आम्दानी जस्तै भयो नि, होइन र? अनि अन्त्यमा बाँकी रहेको रकम र बोनस पनि पाइन्छ। यति मात्रै कहाँ हो र? अझै अरू विशेष योजनाहरू पनि छन्, जस्तै छोराछोरीको पढाइ लेखाइको लागि चाइल्ड प्लान, श्रीमान श्रीमती दुवैलाई एउटै पोलिसीमा समेट्ने जोइन्ट लाइफ प्लान र अलि बढी प्रतिफल चाहनेहरूको लागि बीमासँगै लगानी पनि हुने इन्भेस्टमेन्ट प्लान पनि छन्। ल यति धेरै योजनाको कुरा त गर्यौं, तर साँच्चै फाइदा चाहिँ कसरी हुन्छ त? एउटा उदाहरण लिएर हेरौँ है त, एकदमै सजिलोसँग बुझिन्छ। ल मानौ कसैले 10 लाख रुपैयाँको बिमा गर्यो। अब यहाँ 2वटा अवस्था हुन सक्छन्। के होला त? पहिलो अवस्था, भगवानले नगरून्, बीमा अवधिमा केही नराम्रो घटना भइहाल्यो भने परिवारले तुरुन्तै पुरा 10 लाख रुपैयाँ र त्यति बेलासम्म जम्मा भएको बोनस पनि पाउँछ। दोस्रो अवस्था, सबै ठिकठाक रह्यो, बीमा अवधि सकुशल पूरा भयो भने बीमित व्यक्तिले आफैले तिरेको सबै पैसा र त्यसमा थपिएको बोनस फिर्ता पाउँछ। हेर्नुस् त, दुवै अवस्थामा आर्थिक लाभ निश्चित छ। भनेपछि बीमा भनेको केवल पैसाको कुरा मात्रै रहेनछ, होइन त? यसले त परिवारलाई सुरक्षा दिन्छ, अनुशासित भएर बचत गर्ने बानी बसाल्छ, कम्पनीको नाफाबाट बोनस पनि कमाइन्छ, चाहिएको बेला यही पोलिसी धितो राखेर ऋण पनि लिन मिल्छ, अनि बुढेसकालको लागि एउटा आम्दानीको स्रोत पनि बन्छ। अब यो बोनसको कुरा अलिकति बुझौँ। प्रति हजारमा 50 देखि 60 रुपैयाँ भनेको के हो? मतलब तपाईको 10 लाखको बिमा छ भने 1 वर्षमै 50-60 हजार रुपैयाँ त बोनस मात्रै थपिन्छ। यो त राम्रो अतिरिक्त आम्दानी भयो नि।
ल अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। बजारमा अरू पनि कम्पनीहरू छन्, त्यसो भए एलआइसी नेपाल नै किन त? यसका केही बलिया कारणहरू छन्। पहिलो कुरा त यो नाम हामीले सुनेको विश्वास गरेको नाम हो। यसको लामो अनुभव र आर्थिक स्थायित्वले यसलाई भरपर्दो बनाउँछ र हामीले अघि नै कुरा गरिहाल्यौँ, यहाँ हरेकको आवश्यकता अनुसारका विभिन्न किसिमका पोलिसीहरू पनि छन्। यो नाराले नै धेरै कुरा बोल्छ, होइन र? लामो समयदेखि सेवा दिँदै आएको हुनाले एलआइसी नेपाल साँच्चै नै विश्वासको अर्को नाम बनेको छ। त्यसो भए बिमा कसलाई चाहिन्छ त? खासमा यो हरेक त्यो व्यक्तिलाई चाहिन्छ जसको काँधमा परिवारको जिम्मेवारी छ, जो घरको मुख्य कमाउने सदस्य हो र जो आफ्नो परिवारको भविष्यलाई हरेक तरिकाले सुरक्षित राख्न चाहन्छ। अन्त्यमा फेरि एकपटक सोचौँ त, आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित गर्नको लागि हामीले के गरिरहेका छौँ? कुन बाटो अपनाउँदा ठिक होला? बिमा एउटा यस्तो बलियो बाटो हुन सक्छ जसले सुरक्षा पनि दिन्छ, बचत पनि गराउँछ। यसबारेमा सोच्नु नै सुरक्षित भविष्यतिरको पहिलो पाइला हो।